हजुरको कपाल झरिरहन्छ, हजुरलाई दाँत छ, हजुरको शरीरमा दुबी छ, यसलाई कसरी हटाउने? हजुरको कपाल झरेर हैरान पर्नुहुन्छ, दाँत दुबी, हजुरले औषधि गरेर हजुर हैरानमा जानुहुन्छ। पसलमा मार्केटमा सबै अस्पताल धाइसक्नु भयो, तर हजुरको दाँत हट्दैन, दुबी हट्दैन, कपाल झर्न रोकिँदैन। यो विषयलाई एउटा सामान्य तर महा उपायले हामीहरूले समाधान गर्न सकिनेछ, हामीहरूले निवारण गर्न सकिनेछ। सर्वप्रथम कमेन्ट बक्समा गएर जय शम्भो लेख्न नभुल्नुहोस् र यो भिडियो सक्दो शेयर गर्नुहोस्। हजुरको एउटा शेयरको कारणले गर्दा दुःखमा परेको व्यक्तिलाई ठूलो सहयोग पुग्छ र त्यो दुःखमा परेको व्यक्तिले हजुरलाई धेरै आशीर्वाद दिनेछ र हजुरको कामना पूरा हुनेछ। एउटा दुःखमा परेको मान्छेलाई सहयोग हुनेछ। हजुरको ग्रह बिग्रिरहेको छ, कुण्डली हेराउन चाहनुहुन्छ, हजुरको कुनै न कुनै काम बनाउन चाहनुहुन्छ, हजुरको माया हराइरहेको छ, हजुरको सम्बन्ध बिग्रिरहेको छ, हजुरको व्यापार व्यवसाय चलेको छैन, हजुरको घरमा बस्ने मन लाग्दैन, निद्रा लाग्दैन, हजुरलाई ऐठन पर्छ, बेचैनी पर्छ, रोगले हजुरलाई निको हुँदैन, रोग हजुरलाई औषधि खाएरै हजुरको जीवन बितिरहेको छ, हजुरको सल्लाह पाउनु भएको छैन, सुझाव पाउनु भएको छैन, हजुर एक्लो हुनुहुन्छ, हजुरलाई हरेक किसिमको म हजुरको साथी बनेर हजुरको हरेक कुरा समाधान गर्नेछु। हजुर त्यसको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोइन हुनुहोस् र युट्युबलाई सब्स्क्राइब गर्नुहोस् र फलो गर्न नभुल्नुहोस्। सर्वप्रथम जाउँ कपाल झरेको कसरी निवारण गर्ने, दाँत दुबी यी कसरी निवारण गर्न सकिन्छ। हजुरले के गर्नुहोस् भन्दा एउटा तामाको भाँडा ल्याउनुहोस्। तामाको भाँडामा शालिग्राम गएर पसलमा पूजा सामग्रीमा गएर ओरिजिनल शालिग्राम ल्याउनुहोस् अथवा कालीगण्डकीको नदीको तीरमा शालिग्राम पाइन्छ। हजुरले त्यहाँबाट खोज तलास गरेर शालिग्रामलाई हजुरले तामाको भाँडामा राखेर तुलसी पत्ता राखेर शालिग्राम राखेर अनि सुनको टुक्रा अथवा हजुरको सुन छैन भने चाँदीको टुक्रा अथवा सुन छ भने सुनको टुक्रा चाँदीको टुक्रा राखेर हजुरले बेलुका हजुरले त्यसलाई लगभग 24 घण्टा अथवा 6 घण्टा हजुरले त्यसलाई एउटा भाँडामा छोपेर राखिदिनुहोस्। के हुनु पर्यो? तामाको भाँडो हुनु पर्यो, त्यसमा शुद्ध जल हुनु पर्यो, अनि त्यसमा शालिग्राम हुनु पर्यो, तुलसीको पत्ता हुनु पर्यो र सुनको टुक्रा अथवा चाँदीको टुक्रा हुनु पर्यो र त्यो पानीमा रासायनिक प्रतिक्रिया भएर त्यहाँ चाहिँ एउटा अल्कालाइन वाटर बन्छ, जुन त्यो जल हजुरको रोगलाई निको पार्छ, हजुरका हरेक किसिमका कपाल झर्ने सम्बन्धीका हर्मोन बिग्रेका छन् भने ती हर्मोनलाई सकारात्मक गराउनेछ। हजुरको दाँत दुबी पोतेहरू सबै त्यसले हराएर जानेछ, कपाल झर्न रोकिनेछ। तर हजुरले यो उपाय 1 महिनासम्म हजुरले दिनदिनै गर्न सुरु गर्नुहोस्, हजुरले छक्क पर्नुहुनेछ। यस्तो सामान्य उपाय छ तर हजुरले धेरै ठुलो सहयोग पुर्याउँछ, हजुर छक्कै पर्नुहुनेछ। 1 महिनासम्म यी आयुर्वेदिक तत्त्वको कुरा हुन्, हजुरले औषधि खानुहुन्छ अनि त्यो औषधि खाइसकेपछि भर्खर सन्चो हुने आश गर्नुहुन्छ, त्यो आशमा नजानुहोस्। 1 महिनासम्म हजुरले यो नियम अपनाउनुहोस्, त्यो नियमले हजुरलाई एकदम ठुलो परिवर्तन ल्याउनेछ। हजुरले 1 महिनापछि यो आजदेखि सुरु गर्नुहोस् र 1 महिनापछि हजुरले कतिको हजुरको जीवनमा परिवर्तन भयो, त्यो कपाल झर्ने छैन, ग्यारेन्टी हो। यो उपाय अपनाएर हजुरले हेर्नुहोस् र कमेन्ट बक्समा आएर जय शम्भो लेख्नुहोस् बल्ल। राधे राधे, जय शम्भो। हजुरले यो उपाय अपनाएर आफ्नो स्वास्थ्य सुन्दर गराउनुहोस्, कपाल झर्न रोकिने